जेन्जी साथीहरू नमस्ते। आज म यो गम्भीर विषय छ हैन, आज हाम्रो मिराज ढुङ्गाना लगायत हाम्रो जेन्जी साथीहरू सुशीला कार्की ज्यूलाई भेट्न भनेर आफ्नो मागहरू हाम्रो जेन्जीको जुन रगतले यो इतिहास लेखियो त्यो इतिहासकै लागि र हाम्रो जेन्जी साथीहरूले न्याय पाउनको लागि हाम्रो साथीहरूले माग उठाएको तिमीहरू सरकारले त्यो माग पुरा नगर्ने र भेट्न पनि नमान्ने र हाम्रो जेन्जीको माग नि नसुन्ने तिमीहरूले नबिर्सौ। तिमीहरूलाई सत्तामा हामी जेन्जीले पुर्याएको, तर हामीसँग त्यति दम छ कि हामीले तिमीहरूलाई त्यो सत्ताबाट तल झराल्न सक्छौँ। अर्को कुरा चाहिँ म के भन्न चाहन्छु भन्दा यो सरकारलाई हामी जेन्जीहरू त्यत्रो दाइ भाइ दिदी सबले बलिदान गरेर तिमीहरूलाई ठाउँमा पुर्यायौँ। हामीले के सोच्यौँ तिमीहरूले गर्छौ, तर यो सरकारले न एउटा भ्रष्टाचारलाई पक्रिन सक्छ, न यस्तो भ्रष्टाचार गरेर यस्तो खुलेआम हिँडेको हैन, यिनीहरू कसैलाई पक्रिन सकेको छैन। अनि अर्को कुरा चाहिँ जो नियत्ते छ, जो नेपाली जनता हो, जसलाई देशको माया छ, तिनीहरूलाई तिमीहरूले पक्रिँदैछौ। अर्को कुरा चाहिँ अब यो चुनाव गराएर चाहिँ के हुन्छ केटाहरू, केही हुन्न क्या। अब यसमा अप्सन चाहिँ के, कमेन्ट गरौ यार, सबले के गर्नुपर्छ। अब यो चुनाव गराएर हैन फेरि संसदहरू ल्याएर के गर्ने, हामीले केही हुनेवालै छैन। हामीलाई त प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री चाहिएको, जसले हाम्रो देश बनाउँछ। त्यसपछि पो नेपाल बन्छ र। यिनीहरूले त एमाले काङ्ग्रेस माओवादी भन्दै यिनीहरू सर्कुलेट गर्छ हो, एकअर्कालाई मिल्छ खान्छ, त्यहाँ नेपाल त झन् खाल्टोमा हाल्छ हो केटाहरू। त्यहाँपछि त्यत्रो हाम्रो जेन्जी साथीहरूले बलिदान गरेको के काम लाग्यो त भने, त्यत्रोजनाले रगत बगाउनु भयो यो देशलाई जोगाउनको लागि, यो देशलाई बनाउनको लागि। त्यहाँपछि कसले न्याय दिने तिनीहरूलाई? को सरकार आएर, यो हामीले जेन्जीले ल्याएको सरकारले त न्याय दिन सक्दैन भने अर्को सरकार आउँछ र न्याय दिन्छ भने हामी आशमा बस्ने? हामीलाई पटक्कै यो हाम्रो एगेन्स्टमा छ। हामीलाई यो चाहिएकै छैन। यो सरकारले हाम्रो जेन्जीको माग पुरा गर्न सक्दैन, जेन्जीले भनेको कुराहरू सुन्दैन भने हामीलाई यो सरकार चाहिएको छैन। खुरुक्क राजीनामा दिँदा हुन्छ र हामीले फेरि जसले हाम्रो जेन्जीको माग पुरा गर्छ त्यसलाई हामीले सरकारमा पुर्याउँछौँ। र यो सरकारलाई म चेतावनी दिन चाहन्छु, तिमीहरूले जेन्जीलाई भड्काउने, पछाडि दबाउने प्रयास नगर। किनकि जेन्जी भन्ने कुरा नट अ सिम्पल जोक। यो जेन्जीले 2 दिनमै सत्ता ढालिदियो भने तिमीहरूले ख्याल गर है। यो सरकार, यो चेतावनी दिन चाहन्छु सबलाई। र जेन्जीको माग छिटोभन्दा छिटो पुरा गर। हामीलाई यो चुनाव गराउनै छैन यार। यस्तो अब चुनाव गराएर नि हुनेवाला के होइन। फेरि यो पुरै पहिलाकै पार्टी आउँछ सबै, फेरि त्यही सिस्टम पुरै फोहोरी डटी पोलिटिक्स हुन्छ। अब के गर्ने हो केटाहरू, यो चाहिँ यार हामीले जेन्जीहरूले यसको एकाली छलफल गर्नै पर्छ, कुरा एउटा टुङ्गो लाउनै पर्छ केटाहरू। यो देशलाई यत्तिकै छोड्दिन हुन्न। देश यिनीहरूले खाल्टोमा हालेका छन्, अझै यो झन् खाल्टोमा हाल्ने जस्तो सिचुएसन आउँदैछ। अब यिनीहरूले हामीले जेन्जीकै कुरा नसुन्ने, यो सरकारले जेन्जीकै कुरा भनेको नमान्ने भनेपछि हामीलाई दमन गर्न खोजिरहेको छ, जेन्जीलाई दमन गर्न खोजिरहेको छ यो सरकारले। सब पहिलो कुरो भनेको जेन्जीको माग पुरा गर्नुपर्ने हो। केही गरेको छैन, न केही गर्न सक्छ। चुनाव गर्नलाई पठाएको होइन हो तिमीहरूलाई, हामीले चुनाव गर्नलाई पठाएको होइन। त्यही भएर सक्दो यो भिडियो सेयर गर केटाहरू। हामीले अब जेन्जीहरू उठ्नै पर्छ यार। यो यसरी देश यिनीहरूले खाल्टोमा लगे यार केटाहरू। गाह्रो छ हो, गाह्रो छ। जय जेन्जी।